तपाईहरुले आईपीओ भर्दाखेरि 4 गल्ती गर्नुभयो भने तपाईहरुलाई आईपीओ कहिल्यै पर्दैन। सो यी 4 गल्ती के हुन् त र यो गल्तीलाई कसरी सुधार्ने त त्यसको बारेमा तपाईहरुलाई यो भिडियोमा जानकारी दिनेछु। हरेक चोटी आईपीओ आएर आईपीओ बाँडफाट हुने बेलामा रिजेक्सन भनेर 10 देखि लिएर 20-25 हजार सम्म चाहिँ रिजेक्सन भइरहेको हुन्छ। त्यत्रो धेरैको एप्लिकेसन चाहिँ रिजेक्सन भइरहेको हुन्छ। सो यदि तपाईहरुको रिजेक्सनमा पर्यो भने चाहिँ आईपीओ पर्न पनि चासो हुँदैन। त्यही भएर रिजेक्सनबाट चाहिँ बच्नु पर्ने हुन्छ। यदि रिजेक्सन भएन भने त बाँडफाटमा जान्छ। बाँडफाटमा गएपछि लकी ड्रबाट तपाईहरुलाई आईपीओ पर्ने चान्स 50-50 हुन्छ। त्यसैले रिजेक्सन हुने मेन 3 कारण रहेको छ। पहिलो कारण भनेको इन्सफिसिएन्ट ब्यालेन्स। तपाईहरुको बैंकमा पूरा ब्यालेन्स नभएर तपाईहरुको रिजेक्सन हुन्छ। धेरै जस्तोको यही केस भइरहेको हुन्छ। जस्तै मानिलिनुहोस् एबीसी कम्पनीले 100 रुपैयाँ प्रति किताको दरले आईपीओ खुलायो र त्यसमा तपाईहरुले 10 किता भर्नुभयो। 10 किता भर्नको लागि 1000 रुपैयाँ चाहिने भयो र 1000 रुपैयाँ मात्र राख्दा रिजेक्सन हुन्छ। किनभने अहिले 2-3 वटा बैंक बाहेक अरु सबै बैंकहरुले चाहिँ कुनै बैंकले 2 रुपैयाँ 5 रुपैयाँ 10 रुपैयाँ यस्तै चार्ज लिने गर्छ। त्यही भएर तपाईहरुको बैंकले चाहिँ कति रुपैयाँ चार्ज काटेको छ याद गर्नुहोला। कति रुपैयाँ चार्ज काट्छ त्यो पैसा पनि हुनुपर्ने हुन्छ। जस्तै धेरै यस्तो बैंकले 5 रुपैयाँ चार्ज काट्छ र 1000 रुपैयाँको भर्नु भयो भने 5 रुपैयाँ पनि हुनुपर्ने हुन्छ। 1005 हुनुपर्ने हुन्छ। अथवा 10 रुपैयाँ काट्ने बैंक छ भने तपाईको बैंक खातामा 1010 रुपैयाँ हुनुपर्ने हुन्छ। त्यसपछि मात्रै तपाईहरुको एप्रुभल हुन्छ, नत्र भने रिजेक्सन हुन्छ। धेरै जनाको चाहिँ यसमै रिजेक्सन भएर रहेको हुन्छ। अर्को मिस्टेक भनेको मल्टिपल एप्लिकेसन। किनभने अहिलेको समयमा लिगली एक जना मान्छेले 2 वटा डिमेट एकाउन्ट बनाउन मिल्छ र 2 वटामा एउटामा त पर्छ नि भनेर तपाईहरुले आफ्नै नामको 2 वटा डिमेटबाट आईपीओ भर्नुहुन्छ। त्यो हुँदाखेरि दुईटै रिजेक्सन हुन्छ। र अर्को मिस्टेक भनेको डिमेट एकाउन्ट रिन्युअल टाइममा नगरेर डिमेट एकाउन्टहरुमा मेरो शेयर एकाउन्टहरु तपाईहरुले टाइममा रिन्यु नगर्नु भएको होला। सो मेन यो 3 वटा गल्ती गर्दाखेरि चाहिँ हरेक चोटी 20-25 हजार जनाको रिजेक्सन भइरहेको हुन्छ। आईपीओ र वैदेशिक कोटाबाट भर्दै हुनुहुन्छ भने चाहिँ तपाईहरुले 6 महिना भित्रमा चाहिँ 50 हजार तपाईहरुले आफ्नो रिमिटेन्स बैंक खातामा चाहिँ जम्मा गरेको हुनुपर्ने हुन्छ। पैसा यानी कि पठाएको हुनुपर्ने हुन्छ। अनि मात्रै तपाईहरुको चाहिँ आईपीओ मजाले एप्रुभल हुन्छ, नभए रिजेक्सन हुन्छ। यो गल्ती पनि नगर्नु होला वैदेशिक कोटाबाट आईपीओ भर्ने बेलामा। ओके, यो रिजेक्सनको बारेमा त धेरै जनालाई थाहा छँदै छ। नयाँ आउनेहरुलाई चाहिँ यो कुरा ख्याल गर्नु होला। यस्तै खाले आईपीओ बारेमा भिडियो हेर्न चाहनुहुन्छ भने हाम्रो च्यानल टेक्निकल लाइक्सलाई सब्स्क्राइब गरेर अल नोटिफिकेसनमा क्लिक गरेर अन गरिलिनु होला र अन्तिममा भिडियोलाई एउटा लाइक गरेर अरु साथीमा शेयर गरिदिनु होला।